आज तपाईलाई बबाट आउने सपनाहरू देखाउनेछु। ब र बाबाट आउने सपनाको बारेमा त पनि केही 5-7 छाटिएका सपनाहरू छन्। हरेक कसैले पत्ता लगाउन नसकेका रहस्यमय खालका यस्ता जानकारी छन्। यदि सपना फलमा विश्वास गर्नुहुन्छ, इन्ट्रेस्टिङ हुनुहुन्छ भने अवश्य पनि ध्यान दिएर यो भिडियो सुनिदिनु होला। किनकि सपनामा तपाईले एउटा पानी आउँदै गरेको, वर्षात हुँदै गरेको, अत्यन्तै पानी परेको त्यस्तो स्थिति देख्नुहुन्छ भने समग्रमा भन्नुपर्दा पानी राम्रो छ, सङ्लो छ, क्लियर छ वातावरण भने अवश्य पनि यसमा अत्यन्तै राम्रो खुसी सफलता आउनेछ र तपाईलाई कहीँ न कहीँबाट सुख शान्ति नयाँ अवसर पनि तपाईले पाउनुहुनेछ। साथसाथमा छाता लिएर ओर्दै हुनुहुन्छ, छाता लिएर हिँड्दै हुनुहुन्छ भने पनि तपाईलाई तपाईका दुःखहरू टाढा भाग्दै जानेछन्, सुखको वृद्धि हुनेछ, विवाहको सम्पन्न हुन सक्ने सम्भावना हुन सक्छ। पानीमा नुहाउँदै हुनुहुन्छ, पानीमा भिज्दै हुनुहुन्छ भने पनि त्यो पनि राम्रो मानिएको छ। समग्र नगरमा पानी परिरहेको छ भने अझै तपाईलाई अत्यन्तै राम्रो पुरै इलाकामा खुसी छाउन सक्ने सम्भावना रहेको छ। भने तर केवल एउटा थोरै सीमाभित्र तपाईले घरभित्र मात्रै पानी परेको छ, तपाईको घरमा अन्त कहीँ परेको छैन भने फेरि तबाह मच्चिन सक्ने, तपाईलाई कुनै आकस्मिक दैवी प्रकोप हुन सक्ने पनि मानिएको छ। घरमा मात्र परेको नराम्रो, तर नगरभित्रै पुरै इलाकामा तपाईले आँखाले देखे जति चारैतिर पानी परिरहेको देख्नुहुन्छ भने त्यस्तो अवस्थामा अत्यन्तै राम्रो मानिएको छ। भने सपनामा कुनै पनि बाग बगैँचाहरू, फुलबारीहरू यस्ता हराभरा हरियो 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 रङ्गीचङ्गी फुलहरूले भरिको बगैँचा या कुनै फुलबारी, फुलको खेती गरेको ठाउँ या धेरै मात्रामा कुनै फुलहरू, यस्ता सुगन्धित फुलहरू स्वच्छ सफा आकर्षक युगमा तपाईले देख्नुहुन्छ भने यसलाई अत्यन्तै राम्रो मानिएको छ। अत्यन्तै तपाईको जीवनमा फुलबारी जस्तै सुगन्ध आउनेछ, खुसी हुनेछ, सफल बन्नु हुनेछ। जे काम तपाईले आँट्दै हुनुहुन्छ त्यो काममा तपाईलाई विशेष सफलता मिल्नेछ। भने यदि फुलहरू ओइलाइरहेका छन्, झरिरहेका छन्, कुहिरहेका छन् या किरा परिरहेका छन् या कसैले फुल चोरेर कतै लाँदैछ भने त्यस्तो अवस्थामा किन राम्रो कुनै सङ्कट तपाईलाई पाउने हक अधिकार फाइदा अर्कैले खाइदिनु सक्ने पनि सम्भावना रहन सक्छ। र सपनामा अलिकति तपाईले बाँसुरी या मुरली देख्नुहुन्छ या बजाउँदै गर्नुहुन्छ भने कहीँ न कहीँ जीवनमा दुःख, कष्ट, शोक, चिन्ता, पीडा या बिमारी आउन सक्ने सम्भावना देखिन्छ। तपाईले कसैलाई बाँसुरी दान गर्दै गरेको देख्नुहुन्छ अथवा बाँसुरी तपाईको हातबाट हराउँदै गरेको छ, टाढै जाँदैछ भने, फुत्काउँदैछ भने त्यसलाई अलिकति राम्रो मान्न सकिन्छ। किनकि दुःख निशानी टाढा जाँदैछ, भाग्दैछ, तर सपनामा बाँसुरी देख्नु एउटा दुःख विरहको सङ्केत मानिएको छ समग्रमा। र सपनामा तपाईले बाल देख्नुहुन्छ, कपाल देख्नुहुन्छ, रौँ देख्नुहुन्छ भने खुसी प्राप्त भनिएको छ। यदि कुनै बुटामा, वृक्षमा रङ अड्केको या रङ झुल्लिएको, लट्केको त्यस्तो देख्नुहुन्छ, बालको छल्ला देख्नुहुन्छ, त्यस्तो झुप्पा देख्नुहुन्छ भने पनि त्यसलाई खुसी नै मानिएको छ। यदि कुनै खलिहान भनेको छ, खलिहानमा राखिएको छ भने पनि धन चारैतिरबाट धनै घेर्नुसँग तपाईको लामो कपाल बजारमा बेच्न राखेका, सजाइएका या धेरै चाहिँ खौरेर कुनै जम्मा भएको झरेको त्यस्तो बालिया कसैको लामो कपाल राम्रो चिल्लो लपक्क परेको त्यस्तो किसिमको देख्नुहुन्छ भने पनि अत्यन्तै राम्रो सङ्केत मानिएको छ। खुसी, धन र सफलता प्राप्ति भनिएको छ। अब सपनामा तपाईले बाहु भनेको छ, बाजु देख्नु, बाहुला यस्तो पाखुरा देख्नु भनेको छ। पाखुरा देख्नुहुन्छ भने अलिकति कहीँ न कहीँ या तपाईको बाजु हात काटिएको देख्नुहुन्छ भने आफ्नो कुनै भाइ या दाई या कुनै बन्धु बान्धव या आफ्नो निकटवर्ती तपाईको दाहिने हात भनिएको या तपाईको शुभचिन्तक भनिएको मान्छेबाट तपाईलाई टाढा जानुपर्ने हुन सक्छ या तपाईको वियोग पर्न सक्छ या उहाँबाट तपाईको मनमुटाव हुन सक्छ। यानी कि उसको तपाईको दूरी अथवा सम्बन्ध खतम हुन सक्छ। आफ्नो सपनामा आफ्नो हात काटिएको, बाहु देखिएको या बाहुसँग युद्ध शिकार गर्दै गरेको यस्ता देख्नुहुन्छ भने अलिकति कहीँ न कहीँ चिन्ताको योग बन्न सक्छ। र सपनामा तपाईले कतै बजार, रङ्गीचङ्गी राम्रो एउटा बजार गर्दै गरेको, बजारमा घुम्दै गरेको, आनन्दको त्यस्तो बजार देख्नुहुन्छ, टनन्नको भरिपूर्ण बजार देख्नुहुन्छ भने कुनै धन दौलत उन्नति, कुनै बिजनेस व्यवसायमा व्यापारमा उन्नति प्रगति, यदि जागिर पेसामा हुनुहुन्छ भने प्रमोसनको अवस्था हुन सक्छ। एकदम राम्रो बजार देख्नुहुन्छ भने अत्यन्तै राम्रो देखिन्छ। सुनसान बजार देख्नुहुन्छ, खाली दोकान पसल देख्नुहुन्छ भने फेरि त्यसमा अत्यन्तै अशुभ मानिएको छ। तर बजार राम्रो देख्नु मानिएको, भरिभराको बजार देख्नु राम्रो। अब सपनामा तपाईले बाख्रा चराउँदै गर्नु, बाख्रालाई कसैले चोर्दै गरेको या बाख्रा हराएको या सपनामा बिरालो यस्तो देख्नुहुन्छ भने तपाईको आसपासमा इर्दगिर्दमा चोरहरू घुमिरहेका हुन सक्छन् या तपाईलाई षड्यन्त्र गर्न सक्ने तपाईका षड्यन्त्रकारीहरू, तपाईका प्रतिद्वन्दीहरू, तपाईका आलोचकहरू, तपाईका गुप्त शत्रुहरू, तपाईका खुट्टा तान्नेहरू, यस्ता आसेपासीहरू या नकारात्मक सोचवाला यस्ता आवाराहरू
यस्ताको पनि सामना तपाईँले गर्नुपर्ने हुनसक्छ। कुनै न कुनै प्रकारको बिरालाले मासु खोसेर शिकार गर्दैछ, केही खाँदैछ या केही गर्दैछ बिरालोले तपाईँलाई अलिकति कष्ट दिइरहेको छ भने तपाईँलाई कुनै न कसैले टुनामुना गरेको, जादु गरेको केही शङ्का पनि रहन सक्छ या कसैको षड्यन्त्रमा तपाईँ पर्न सक्नुहुन्छ। कुनै बुरी आत्मा या नकारात्मक सोचवाला व्यक्तिको तपाईँ योजनामा परिसक्नु भएको छ भन्ने पनि सङ्केत मिल्न सक्छ। यो अत्यन्तै नराम्रो मानिन्छ सपनामा बिरालो देख्नु या बिरालोलाई आक्रमण गर्नु अथवा बिरालोले केही मासु खाँदै गरेको, मासु कसैको शिकार गर्दै गरेको देख्नुलाई पनि अशुभता मानिएको छ भने सपनामा यस्ता किसिमका सपना तपाईँ देख्नुहुन्छ भने अवश्य पनि ख्याल गर्नुहोला। सामान हराउँदै गरेको, चोरी भएको पनि नराम्रो मानिएको छ। यी त थिए आजको विषयमा। अन्य पनि आउने भविष्यमा पनि तपाईँलाई यस्तै विशिष्ट किसिमका अझ रहस्यमय सपनाहरू म लिएर आउने नै छु। निरन्तर म यति बेला सपनाको सिरिजमा छु, सपना फल राखिरहेको छु। एकसाथमा सपना फल चलिरहेको छ। अर्को साइडतिर मैले तपाईँलाई राशिफल पनि राखिरहेको हुन्छु। यस च्यानलबाट नित्य निरन्तर रूपमा सपना फल मात्र नभएर ज्योतिष, अध्यात्म, साहित्य, वास्तु, हस्तरेखा, अङ्क ज्योतिष, सपना, शकुन, तन्त्र, मन्त्र, यन्त्र, कथा, प्रवचन, कर्मकाण्ड, हवन, यज्ञ अनुष्ठानहरू, यस्ता पूजापाठ, स्वस्ति शान्ति कुरा, स्वस्ति शान्ति, टुनामुना फर्काउने कुराहरूदेखि लिएर फुफा गर्ने कुरादेखि लिएर तपाईँले ज्योतिष अनलाइन कोर्स गर्न सिक्न चाहनुहुन्छ, कुनै पनि ज्योतिष परामर्श लिन चाहनुहुन्छ, वास्तु सम्बन्धी परामर्श चाहनुहुन्छ भने अवश्य पनि हामीलाई व्हाट्सएप मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। र चिना टिप्पणी देखाउन, हेराउन, बनाउन, कुनै पनि कुरा स्वस्ति शान्ति गर्न गराउनु परे पनि अवश्य पनि एउटा सेवाको अवसर दिनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ र अहिलेसम्म तपाईँहरू मेरो च्यानलमा पहिलोपटक आउनुभएको छ, पहिलोपटक जोडिनु भएको छ, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया तुरुन्तै गएर च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। भिडियो मन परेको छ भने अवश्य पनि धेरैभन्दा धेरै माझ भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हजुरको एउटा लाइक, कमेन्ट र सेयरले मेरो च्यानल जीवन्त रहनेछ। अरू पनि थप यस्तै भिडियोहरू बनाउने मलाई हौसला पनि मिलिरहनेछ। हवस् त, यति भन्दै आजको बसाइबाट बिदा माग्न चाहे। बिदा दिनुहोस्। नमस्कार। जय नेपाल, जय पशुपतिनाथ, जय जननी, जय कर्मभूमि।